सम्पूर्ण बुक लभर साथीहरूलाई नमस्कार। आज हामीहरूले मदन पुरस्कार विजेता पुस्तक पागल बस्तीको अडियो बुक चाहिँ सेयर गर्न जाँदैछौँ। यो एउटा नेपाली लभ स्टोरी नोभेलमध्ये एउटा एकदमै चलेको लभ स्टोरी नोभेल हो। आशा छ हजुरहरूलाई एकदमै धेरै मन पर्नेछ है त। अनि त्यसपछि चिया पसलले ठिक रहस्यवादी अंदाजमा बोल्छ, प्रकृति जुन अनुपातमा स्वरूप हुन्छ त्यही अनुपातमा कुरूप पनि। 9 डाँडाको खुला परिवेश, घमाइलो दिन ढल्किँदै गर्दाखेरिको मनमोहक पर्यावरण, पर्यटनका हिसाबले खोलिएका प्रायजसो रेस्ताराहरू, विदेशी पर्यटकहरू, अस्थायी क्युरियो पसलहरू, भारी लादिएका खच्चरहरू, गधाहरू अनि बाटो छेकेर खेलिरहेका नाङ्गा बालबालिकाहरू एउटा क्लोज चित्रको रूपरेखा जस्तो देखिन्छ आँखाको सीमासम्म। सस्तो खालको चिया पसलमा बसेर चिया घुट्काउँदै म थकाइ मेटिरहन्छु। चिया पसलले रहस्यवादी अंदाजमा कुरा सुनाइरहन्छ। म बीचबीचमा पर्यटकको अंदाजमा भन्छु, गाउँघर राम्रो लाग्छ मलाई, सफा सुग्घर निश्चल पवित्र। चिया पसलले मेरो भावाभिव्यक्तिमा रुचि नलिकन आफ्नै कुरामा रुचि लिन्छ। जीवन कथै त हो भन्दै ऊ सुनाउँदै जान्छ। म 9 डाँडाको होइन, उतापट्टिको डाँडो धम्पुसको गल्लावालाको रोजाइमा पर्न नसकेको, बाबुआमा र पाउदुरबाट फकाएर ल्याएकी स्वास्नी एकै रातको पहिरोले सखाप। मरनच्यासे चिया पसलेको मरनच्यासे कथा अथवा व्यथा। गाउँलेहरूमा यस्तो अनुभवहरू सामान्य हुन्छ। चन्द्रकोटमा भिड ठाँटी लाग्दा ओह्रालै एक सहयात्री गाउँलेको टिप्पणी सम्झन पुग्छु म। त्यतिखेर पहिराले घरखेत खाने कुराले सामान्य सम्झेको थिए। सायद कुराहरू सामान्य हुन्छन्, अनुभवहरू असामान्य हुन्छन्। मरनच्यासे चिया पसलेको अनुहारमा जुन सञ्जित अनुभवको प्रतिछाया देखा पर्छ त्यो कति पनि सामान्य हुँदैन। त्यहाँ दुःख, पीडा र सन्तासहरू हुन्छन्। चियाको नयाँ गिलासको साथसाथै नयाँ कुराका सिलसिला कहाँबाट आउनुभयो भन्ने कुराको जवाबमा, काठमाडौँबाट आएको भन्ने कुरा किन आउनुभयो भन्ने कुराको जवाबमा, त्यसै घुमफिर गर्न आएको भन्ने कुरा, कहाँसम्म पुग्नुभयो भनेर सोधिदिँदा घान्द्रुकसम्म भन्ने कुरा, अहिले भर्खरै झर्ने हो कि भोलि झर्ने भन्दा 9 डाँडामै बास बस्ने भन्ने कुरा, तपाईँ के काम गर्नुहुन्छ भन्ने अभिरुचि प्रकट गरिरहँदा म एक स्वतन्त्र पत्रकार हो भनिदिन्छु। तर मरनच्यासेले कुरा नखाएपछि मलाई फसाद पर्छ। यस्तै हो गाउँघर भनेको। कहिले हामी यिनीहरूका सामान्य कुरा बुझ्दैनौँ, कहिले यिनीहरू हाम्रा सामान्य कुरा बुझ्दैनन्। 9 डाँडाको यो झुप्रे चिया पसल वरिपरि छ्यातछ्याती पर्यटकहरू देखिन्छन्। गोरा पर्यटकहरू मरनच्यासे फोटो खिच्न आउँछन्, चिया पिउन आउँदैनन्। मरनच्यासेको पसलमा विदेशी खाना, तातो चिसो पदार्थ, स्टुडियो साउन्ड, बिटल्स, पप सङ्गीत केही छैनन् भन्ने कुराहरू गोराहरूले बुझ्छन्। बिचारा मरनच्यासेको मेनु बिनाको पसलमा साइली माइली फकाउने गीत समेत बज्दैन। पर्यटकहरूकै लागि बनेका रेस्ताराहरूको रमझम हेर्दै म चियाको गिलासमा रित्ताइरहन्छु। कुराको सिलसिला चिया पसलसित होइन, म आफैसित छ। काठमाडौँबाट पोखरा र पोखराबाट घान्द्रुकसम्मको यात्रा स्मरणबारे म लेख्ने सोच्छु। पोखरा त धेरैपल्ट आएको ठाउँ, काठमाडौँ जत्तिकै परिचित क्षेत्र, तर घान्द्रुकसम्मको पदयात्रा सर्वदा नयाँ र रोमाञ्चकारी हुन्छ। यी विशुद्ध नेपाली डाँडाका गोराहरू देख्दा घुमफिरको मामलामा हामी कति हरि सोच्नुपर्ने हुन्छ। हाम्रो प्रकृतिलाई विदेशीहरू रुपियाँ पैसामा साट्छन् र मजाले आनन्द मनाउँछन्। हाम्रो सार्थकता घरमा पलेटी कसेर बस्नमा सीमित छ। स्मरण लेख्नका लागि आवश्यक टिपोटहरू लिइराख्नु पर्ने, तर लिइएन। मलाई अल्छी पत्रकार भने पनि केही फरक पर्दैन। तर एउटा खुबी, ठाउँका नाममा हतपत बिर्सने गर्दिन। बैदामबाट पोखरा बजार छिचोलेर हेमजा, अलिकति तल तिब्बतीहरूको शरणार्थी शिविर, हिउँजा गाउँ नागेपछि सुइखेतको फाँट बीचतिर माझभट्टी, देब्रेपट्टि याम्ली खोला, खोलापारी लेवाडेको फेदी, त्यहाँबाट 9 डाँडाको उकालो अनि दाडे गौडा, काटे लुम्ले, चन्द्रकोटको चौतारीबाट बिङहम दृश्य अवलोकन सम्झना हुन्छ। समय दिउँसोको 3 बजे घडी हेरिएको थियो। त्यसबेला चौतारीमा 10-15 जना भरियाहरू भारी बिसाएर सुस्ताइरहेका थिए। चौतारीको बीचमा बसेर एकजना मोटोघाटो स्थानीय बुढो डोको बुनिरहेको थियो। दाजुभाइहरू कतातिर, कुन भरियालाई होइन, सबैलाई सरस्वती हेर्दै सोधिएको थियो। नाइके भरियाले डटेर जवाफ दिएको थियो, हामीहरू अन्नपूर्ण बेस क्याम्पतिर, तपाईँ कता, म घान्द्रुकसम्म। कता पर्यो? ऊ परको डाँडो, त्यही
हिँडे पनि पुगिन्छ, खुरखुर्ती बिरे ठाटी झरे पनि हुन्छ। भरिया नाइकेको सट्टा चन्द्रकोटे बुढाको जवाब फर्किन्छ, कति समय लाग्ला बिरे ठाटी पुग्न? म बुढोलाई नै सोध्छु। एक खिल्ली चुरोट निस्कँदै पुगिन्छ। बुढोबाट जवाब फर्किन्छ, म उत्साहित भई हिँड्छु। बिरे ठाटी पुग्न 1-1.25 घन्टा लाग्छ। मोदीको पुल पारी बिरे ठाटी बजार पुग्दा म एक्लै हुँदिनँ। चन्द्रकोटबाट ओह्रालो लाग्दा बाटोमा एकजना सयात्री भेटिन्छ। ऊ बिरे ठाटीको रैथाने जागिरे पोखरामा छुट्टीमा घर फर्कने अरे। त्यस सयात्रीले टाढैबाट औलाइदिएकोमा लजमा म बस्छु। लज स्तरीय लाग्छ। लामा लामा काठले बनाइएको कोठाहरू, पर्याप्त टेबल कुर्सीहरू, गद्दा वाल ओछ्यान, नेपाली र विदेशी खाना, जे खान खोजे पनि तुरुन्त तयार। म त्यहाँ बस्न पुग्दा पर्यटकहरूको एक ठुलो डम्फा आइपुगेको हुन्छ। वातावरण निकै व्यस्त हुन्छ। डम्फामा 40 जना जति गोराहरू हुन्छन्, केही केटाकेटी, केही वृद्ध, केही अधिकांश युवा युवती। भारी फुकाइरहेका भरियाहरूको सङ्ख्या 50 भन्दा कम हुँदैन। राति शेर्पा गाइडसित मेरो परिचय हुन्छ। ऊ मेरै उमेरको युवक, अङ्ग्रेजीमा राम्रै बोल्ने, त्यसको आधामा अलिकति फुर्ती पनि गर्ने। ऊ धन नमानिकन आफ्ना राम कहानी सुनाइदिन्छ। एक अस्ट्रेलियावासी निसन्तान दम्पतिले उसलाई खर्च गरी अङ्ग्रेजीमा स्कुल पढाएका रहेछन्। स्कुलको अध्ययन बिचमै छाडेर ऊ गाइड भएको अरे। गाइड भइरहेको 5 वर्ष नाग्यो अरे। अहिले अन्नपूर्ण बेस क्याम्पबाट फर्केको अरे। उसले मलाई गोराहरूको घान्द्रुकबाट बिरे ठाटी बस्ने हिसाबले हिँड्छन्। लजका कोठाहरूमा नसुतिकन तम्बुमा सुत्न मन पराउँछन्। कोही मिलनसार, कोही बोल्नै गाह्रो मान्ने, कोही रिसाहा, ठिक समयमा सर्भिस पुर्याउँछन्, नसके बमभन्दा नराम्ररी पड्किने खालका हुन्छन् भनेर थुप्रै कुरा सुनायो। कुनै कुइरेनीहरू ठ्याम्मै लाज शरम नभएका हुन्छन् भनेर ऊ हाँस्दा वरिपरि बसेका सबै भरियाहरू मुख च्याती हाँस्छन्। र भोलिपल्ट आधा दिनको यात्रा बिरे ठाटीदेखि घान्द्रुकसम्म मजाले 2 घन्टे उकालो। सोचेभन्दा ठुलो र वीरतायुक्त गाउँघरहरू, पुराना पक्का ढुङ्गाले छाएका पर्यटकहरूका लागि केही ठुलो सुविधायुक्त लज रेस्टारो जस्तो पनि मलाई आँखा सामुन्नेको विशाल धवल अन्नपूर्णले साह्रै अभिभूत पार्छ। यो गाउँमा लाउरे नभएको घरै छैन भनी पोखरामा एकजना मित्रले भनेको थियो। सम्झन पुग्छु। घान्द्रुकबाट अग्लाइबाट टाढा टाढा क्षितिजहरूको सौन्दर्य निहार्नु कति सुखकर। स्कुल नेरको पाखामा गोरा पर्यटकहरू रङ्गी बिरङ्गी तम्बु गाडेर बसेका हुन्छन्। तलको मोदी खोला र चाक्लो फाँट पहाडी डाँडाहरूमा गुजुक मुजुक परेका गाउँहरू। घान्द्रुकदेखि तान्चोकसम्म देब्रेपट्टि छेमारोङ र अन्नपूर्ण बेस क्याम्प जाने बाटो। दृश्यहरू सबै प्रीतिकर लाग्दछन्। आहा, हामीसित प्रकृति छ, सौन्दर्य चिन्तन मात्रै छैन। एक रात घान्द्रुकमा बसेर भोलिपल्ट बिहानै पातलेखेत हुँदै फेरि चन्द्रकोट हुँदै लुम्की नौडाँडा हाँसे जस्तो लाग्छ। किन होला? मोरनच्यासीले सोधेपछि मलाई हाँस्दै रहेछु भन्ने अनुभूति हुन्छ। घान्द्रुकमा जाडो लागेर एउटा सिङ्गो कुखुराको भाले चपाएको थिए, त्यही सम्झेर हाँसेको। मोरनच्यासी छक्क परेर मुख आँ गरिरहन्छ। भाले धेरै ठुलो थिएन, अलिकति सप्रिएको चल्ला जत्रो थियो। मोरनच्यासीलाई खुब घत पर्छ। त्यसलाई नमाझिएका र उछिट्टिएका सबै दाँत देखाएर ऊ हाँस्छ। उसलाई घत परेको अभिव्यक्त घत पर्छ मलाई। चियाको त्यस्तो गिलास रित्तिन्छ। तुरुन्त एक अर्को गिलास चिया बनाइदिने फरमाइस म गर्दिनँ, कारण मोरनच्यासीलाई घतमाथि घत पर्ने पुरा सम्भावना हुन्छ। पाउडर उता के पर्छन् त? म सोधी टुपल्छु। पाउदुर त तपाईँको भदौरे देउराली, त्यसपछि तपाईँको ठामार्जुङ तिलार, त्यसपछि एकातिर गिज्याङ, दमिला, छुवा, कुस्मा, अर्कोतिर के भन्छन् ती वाजुङ, दुर्लुङ। यी धेरै गाउँ पर्दा रहेछन्। यसो गरौँ, अलिकति मिठो मेलको चिया खुवाउनुहोस् न एक गिलास। अचाकले चिया खानु हुँदो रहेछ ऊ अरू मान्छे रक्सी पिए जस्तै। म उसलाई घत पर्न सक्ने सन्तासबाट मुक्त हुन्छु कुन्नी किन। मोरनच्यासी मच्ची गाउँघरको विशुद्ध दुधबारे धारा प्रवाह बोल्दै चिया बनाइदिन्छ। म चौथो गिलास चिया पिउन थाल्छु। त्यही बेला पछिल्तिर एक ठुलो हल्ला वा खलबली सुनिन्छ। गधाहरू र घोडाहरू दच्केको आवाज पनि सुनिन्छ। मोरनच्यासी पसल छोडी फुत्त बाहिर निस्कन्छ। म पनि पछि फर्केर घाँटी तान्छु। करिब 25 मिटर पर एक सजीव दृश्य देखिन्छ। एकजना गाउँले ठिटो फाटेको मैलो कट्टु कमिज लाएर हातखुट्टा फालेर ताल सुर बिना नाचिरहेको हुन्छ। बजारको बाटो पुरा छेकिने गरी मानिसहरू कराएर ताली बजाएर उसलाई उदाइरहेका हुन्छन्। ऊ झन्झन जोसिँदै धुनमुनाउँदै फनफन्ती घुम्दै सबैलाई हँसाइरहेको हुन्छ। त्यो मेरो भौते चोर जहिले पनि यस्तै हो।
कहिले जाँड खुवाउँदो रहेछ, कुनै दिनभर त्यस्तै हो। एक दिन रमिता हेरेपछि मदन च्यासी पसलमा फर्किन्छ। ऊ मलाई भौते चोरको परिचय दिँदै भन्छ, सानैमा बाउ खसेको, आमा पहिला गएकी, झुप्रोमा साउ लागेको, मागेर खान थालेको, 1-1.5 वर्ष यता बिस्तारै हावा फुस्किन थालेको आदि। हाहा र हुहु पछि भौते चोर मजाले नाच्छ। स्वाद मानी मानी घरका पिँढी र आँगनहरू रमितीहरूले भरिँदै जान्छन्। मलाई पनि कता कता हाँसो लाग्छ। यद्यपि म बुझ्छु त्यहाँ कुनै भौते चोर होइन, एभरेज नेपालीको कथा नाचिरहेको छ। के लाग्यो हजुर, खान नपाएपछि बौलाउँदो रहेछ। मदन च्यासीको कुराले चियाको स्वाद साह्रै खल्लो पारिदिन्छ। चिया नभएर आयोडिन मिसाएको पानी हुन्छ। म चियाको गिलास भुइँमा राखेर उठ्छु अनि रुन्चे राष्ट्रियताको भावबोध गर्दै भौते चोरको बेपत्ता नाच हेर्न थाल्छु। म थुक्नको लागि विरोधमा उफ्री उफ्री नाचिरहन्छ। गोरा पर्यटकहरू मुसु मुसु हाँस्दै रेस्तराँहरूमा केक, अम्लेट, स्यान्डविच टोकिरहन्छन्। आखिर रमिता हो, त्यहाँ सहानुभूतिको भाषा हुँदैन, रोमञ्चनको भाषा मात्र हुन्छ। त्यसैले बुल फाइटर र भौते चोरको बेताले बेसुरे नाचमा थुप्रै अन्तर भएर पनि केही अन्तर छैन। मदन च्यासीको चिया पसलमा पनि रमितीहरू उभिन आइपुग्छन्। चियाको हिसाब किताब मिलाएर हिँड्न खोज्दा मुठे जोगा भएको एक अधवैँसे गाउँलेले मलाई कुरा सुनाउँदै भन्छ, बुझ्नुभयो बाउ, हुने मात्र भए पो साई-दुवा भौतेलाई पागलखानामा लगेर जाक्नुहुन्थ्यो। पागलहरू सब सखा परेर पो नत्र। हो है, कटरे ठाइलो, यसलाई पागल बस्तीमै लगेर कोच्नुपर्ने। अति बौलन थाल्यो। गोराहरूको मुखिन्जेल गाउँघरकै बेइज्जती गर्न थाल्यो। एकजना तिल चामले बुढो छेउमै बम्किन्छ। म असजिलो हाँसो हाँस्न बाहेक केही भन्न सक्दिनँ। गाउँघरको गौरव कथा बखान गर्ने बुढाहरू स्वात्तै मासिसकेपछि अब म यति नै बुझ्छु। भौते चोरको कार्टुन डान्सबाट मुक्त हुन म 9 डाँडाको टुप्पोतिर लाग्छु। पर्सबाट एउटा फोटो निकालेर हेर्छु। त्यो पढाइकी स्वास्नी भइसकेकी एउटी भूतपूर्व प्रेमिकाको फोटो हुन्छ, जसलाई मैले न च्यातेर फाल्न सकेको छु, न जलाउन। अन्धकार रातका काला किरणहरू गाउँघर र वन पाखाभरि पोखिएपछि ट्रेकिङको मजालाग्दो थकाइ र भक्कु भोक लाग्छ। घान्द्रुकमा झैँ यहाँ पनि भक्कु खाने विचार गर्छु। पेटको खाल्डो भरिएपछि पहाडी थकाइ र जाडोलाई बोकाले खान्छ। कतै छचल्किएर पोखिने भए यो परिवेश भरिका अँध्यारोलाई स्वाद मानी मानी चाख्नुहुन्थ्यो। एउटा रोमाञ्चक कल्पना गर्दै म लजको ढुङ्ग्रे भर्याङ ओर्लन्छु। यही बेला लज मालिकनीको चर्को आवाज कानमा पर्छ, ए काले मोरा, त्यो भौते बजियालाई लौडाले लगार भनेको घरभित्र पस्ला जस्तो गर्छ, असत्ती मोरो। खाना खुवाउने कोठामा पस्दा काले भनिने मोरो लौरोले खोजिरहेको हुन्छ। भौते भनिने मोरो ढोकामा उभिएर बेरुप हाँसो हाँसिरहेको हुन्छ। मलाई दिक्क लाग्छ। कालो धुवाँ रुमलिरहेको होचो कोठामा ठिङ्ग उभिनुको मतलब ग्यास स्याच मर्को पीडा भोग्नुहुन्छ। म कुर्सीमा बसेर टाउको समात्छु। उफ, दुनियाँभरका कुरूपताहरू बिर्सन खोज्दा पनि प्रतिनिधि भई भौते चोर ढोकामा उभिरहन्छ। दिनभर निशुल्क नाच देखाउने भौतेको अनुहार सुकेको जिङ्रिङ्ग परेको भए पनि बेला बेला ऊ भित्रैबाट घत परेको हाँसो हाँस्छ, मानौ त्यो पृथ्वीको विरोधाभासी हाँसो हो। काले भनिने मेरो लौरो फेला नपरेपछि पाखुरा सुर्क्याउँदै सकेसम्म बलड्याङ्ग्रे आँखा पार्दै तर्साउन खोज्छ, तँलाई मोरा चोर, यहाँबाट गइहाल, नत्र खालास बाघे झप्पु। भौते टेरपुच्छर नलाइकन उही शक्तिशाली हाँसो हाँस्छ। कालेको आक्रामकता गुम हुन्छ। ऊ हात झालेर फरक्क पछिल्तिर फर्केर कराउँछ, मालिकनी, भौतेले टेर्दै टेरेन, तेरो स्वास्नीले टेरपुच्छर लाउँदैन जैरे। लज मालिकनीले रिसाउँछे। भौते चोर स्वाद मानेर हाँस्छ। हाँस्छस्? काले बाघ झै गर्जन खोज्छ तर स्यालको उच्चतामा मात्र पुग्न सफल हुन्छ। लज मालिकले एक टपरी भात मिल्काइदिँदै भन्छे, लौ घिच मर्न नसकेको मोरा। भौते चोर टपरी सोहोर्दै व्यवस्था विरोधी हाँसो हाँस्छ। मलाई अनावश्यक पीडा हुन्छ। उफ, हामी माग्ने देशका बासिन्दाहरू। लज मालिकनी भुजा नामक भात पस्केर दिँदै उही भौतेका महिमा गाउन थाल्छे। त्यो पल्केको स्याललाई यही न्याय नहुने, त्यसका बाउ आमाले के सिरी सम्पत्ति राख्न दिए जस्तो। कुन दिन म तातो पानी मिल्काएर खुलाइदिन्छु अनि चेत्छ। म प्रतिक्रिया नजाइकन मासु भात खान थाल्छु। कोठामा भुजा नामक भात खाइरहेको जम्मा 8 व्यक्ति
एक जोडी गोरासहित म बाहेक अन्य 5 जना वरिपरिका गाउँलेहरू, 2 जना कछाड लगाएका व्यक्तिहरू घान्द्रुकका अरे, 1 जना दौरा सुरुवाल लगाएको व्यक्ति बेरे ठाँटेको शिक्षक अरे, अरू 2 जना चाहिँ नौडाँडाका रैथानेहरू नै। परस्पर कुरा गर्दा थाहा हुन्छ घान्द्रुकेहरू किनमेल गर्न पोखरा झर्दै रहेछन्। दौरा सुरुवाल लगाएको शिक्षक बिदा सिद्ध्याएर फर्केको रहेछ। रैथानेहरू आफ्नो बारे केही भनेनन्। गोराहरू जाडोसहित कुरै भएन। तिनीहरू अप्ठ्यारो पाराले भात खाने रहर मेटिरहेका हुन्छन्। तपाईँ रौसी नपिउने? लज मालिकले सोधाई। म झसङ्ग हुन्छु। प्रतिक्रिया स्वरूप रैथानेहरू हाँस्छन्। म तातो हुन्छु। रौसी रौसी नपिउने? कस्तो नामर्द जस्तो। लज मालिकले टिप्पणीसहित सर्वाधिकार सुरक्षित पारेर हाँसे। लौ न मालिकनी, भौते त फेरि आइमर्यो। काले हडबडाई लज मालिकनीको महाकाली स्वरूप लखेटाई भौते चोरको भगाई यति छिटो र अप्रत्याशित हुन्छ कि गोरा जोडी समेत हाँस्न थाल्छन्। एकजना घान्द्रुकेलाई त गजबको सर्को पर्छ। भौतेले ल्याएको उत्तेजना साम्य भएपछि एकजना रैथाने गफ लाउने अन्दाजमा बोल्न थाल्छ। उहिले क्या 30-35 वर्ष पहिलेको कुरा। नौडाँडाको पाखोमा एउटा पागलखाना थियो। पागलहरू मिलेर बसाएको सानो बस्ती। हाम्रा बाबुबाजेहरू त्यस बस्तीलाई पागल बस्ती भन्थे। सबै बौलाहरू सन्का, हावा फुस्केका, सबै मरी मासिए भौतेहरू त्यही लगेर जाग्नुपर्ने थियो। पागल बस्ती एउटा अनौठो रहस्यात्मकता, अभिबोध, प्रकटीकरण, नमेटिने रङको इन्द्रधनुषी छाप, मनभित्रसम्म मदन च्यासे चिया पसलमा मुठ्ठे जुगा भएको अधबैँसेको सङ्केत, तिल चामलले बुढाको सङ्केत र अहिले फेरि रैथानेको सङ्केत। यी साङ्केतिक रूपतामा जिज्ञासाहरू जुर्मुराउन खोज्छन्। रैथानेको कुरा सकिएपछि लज मालिकनीले उसलाई खाउलाजै गरी कराउँछे। त्यो भौतेलाई पागलखानामा पुर्याइहाल्नु सित्तीमा घिच्ने मात्र होइन, पढाइ बेला काम पनि देखाउनु पर्छ। त्यसले त मेरो मासु नै खाइसक्यो। रैथाने प्रतिज्ञा गर्छ। हेर्नुहोस् साउनी, यो भौते चोरलाई भुरे नौडाँडाबाट लगार्न सकेन भने म बिर्खे जमदारको नाति नै होइन। लौजा नाप्पियो। लज मालिकनीलाई पत्यारै पर्दैन। भौतेलाई बजार घोक्राएर घिसारेर लताडेर खेद्न सकिन भने मेरो मुख थुक्क थुके हुन्छ। पागलखानामै पुर्याइदिन्छु। पुर्याउन सकेन भने आमाको पोइ। रैथानेलाई जाँडले खान्छ। ऊ भीष्म प्रतिज्ञ हुन्छ। लज मालिकनी ओठ लेब्राइदिन्छे। उसलाई थाहा हुन्छ जाँड खाँदा प्रतिज्ञा गर्न जति सजिलो हुन्छ, जाँड छोडेपछि प्रतिज्ञा पुरा गर्न त्यति नै गाह्रो हुन्छ। म रैथानेको दुर्गन्धित मुखको क्षेत्रफलबाट हटेर दौरा सुरुवाल लगाएको शिक्षकलाई सुस्तरी सोध्छु। त्यो बस्तीको कुरा कथै मात्र हो कि? कथा होइन, साँच्चीकै कुरा हो। अहिले पनि त्यही पाखोमा बस्तीका अवशेषहरू भेटिन्छन्। हामी केटाकेटी छँदाखेरिको कुरा हो। पागल प्रकृतिका मान्छेहरूले बस्ती बसाएका थिए। एक दिन अचानक ती बेपत्ता भए। औँसी हो वा पूर्णिमा हो लागेर हाम्रा बाहाहरू भन्छन्। तिनीहरू पागल नै थिए त? म शङ्का झिक्छु। हो, सबै हावा फुस्केका पागलहरू। म भौतेलाई त्यहाँ पुर्याउँछु, नत्र आम्माको पोइ। बिर्खे जमदारको नाति लज मालिकनीको विश्वास जित्न फेरि क्रिया खान्छ। पागलहरू किन बेपत्ता भए होलान्? म दौरा सुरुवाल लगाएको शिक्षकलाई नै सोध्छु। सायद तपाईँलाई थाहा छैन होला। गतिलो वक्तव्य दिने सुर कस्दै शिक्षक अलिकति पानी पिउँछ अनि खोकेर घाँटी सफा गर्छ। मानिसको शरीरमा जन्मेको घडीदेखि नै ग्रह नक्षत्रका प्रभाव परिरहन्छन्। तपाईँ ज्योतिषशास्त्रको विरोध विज्ञानलाई अघि सारेर पनि यो कुरा झुटो साबित गर्न सक्नुहुन्छ। ग्रह नक्षत्रादिको स्थिति अनुसार जन्मकुण्डली बनाइन्छ। मानिसका स्वभाव र प्रकृति यसै घडीमा निर्धारित हुन्छन्। अब पागलहरूको कुरा गर्दा पूर्णिमा र औँसीको प्रभाव अन्य मानिसका तुलनामा बढी पर्छन्। त्यसैले औँसी पूर्णिमा नै बढी बौलाउँछन्। त्यो औँसीका रात थियो कि पूर्णेको यकिन भन्न सकिन। पागलहरू सबै बेपत्ता भए, हराए। बढी आएको सेती गङ्गा हाम फालेर मरे भन्छन् बुढापाखाहरू। एउटा हल्का के पनि छ भने पागलहरूको गुरु एउटा सुन्दरी तरुणीको प्रेममा फसेछन्। तरुणी पनि अधीनित सुन्दरी थिए अरे। खुद मेरो काकाले भन्नुभएको। देख्ने बुढाखाडाहरू थुप्रै छन्। एक दिन भन्नुहोला सुन्दरी बस्ती छोडेर हिँडिदिएछ। सबै वीर बेथाले झन् पागल भएछन् अनि हिमालतिर लागेछन्। त्यही सबै मिली आत्महत्या गरे भन्छन्। हिजो आज पागलहरूले बस्ती बसाएको पाखोमा तर्साउँछ भन्छन्। वक्तव्यमा अर्धविराम। शिक्षक भुजा नामक भात कोस्न थाल्छ मुखमा। म सोच्न थाल्छु, कति आश्चर्यजनक, अति विरल र अति अविश्वसनीय कथा।
तर साथसाथै अति सत्य कथा पनि। पागल बस्तीको कथा फुर्सदमा सुनेर व्यस्ततामा बिर्सने खालको कथा होइन, उत्खनन गरिनुपर्ने कथा हो। ऐतिहासिक वा कमसेकम मानवीय महत्त्वको हो। तर गफगाफ, अतिशयोक्त घुस्छन्, कथाहरू किम्बदन्तीहरू घुस्छन्। पागल बस्ती भनेको भौते चोरहरूलाई सराप्न उद्धृत गरिने एक काल्पनिक बस्ती त होइन। मैले एउटा कुरा बुझ्न सकिनँ। म शिक्षकलाई फेरि बोल्ने निम्ता दिन्छु। तिनीहरू पागल थिए भने बस्ती कसरी बस्यो? पागलहरूसित बस्ती बसाउने चेतना त हुन सक्दैन। खै पागलहरू नै मिलेर बस्ती बसाएका हुन् भन्छन्। आपसमा ती मिलनसार थिए होलान्, तर पागलहरू यस्तो परस्पर मिल्नु, बस्ती निर्माण गर्नु जस्ता स्वास्थ्य बुद्धिमत्ताका कुरा सम्भव छ? संसारमा असम्भव भन्ने कुरा केही छैन। आम्माको म उहाँलाई सोध्छु। बिर्खे जिम्दाको नातिलाई उपेक्षा गर्दै म शिक्षकको जवाब पर्खिन्छु। खै पागलहरू मिल्नु, एकजुट भई बस्नु, बस्ती बसाउनु जस्ता कुरा रहस्यमय छन्। कति रहस्यमय कुरा वैज्ञानिक प्रमाण खोज्न सकिँदैन। शिक्षक भुजा नामक भात खानामा बढी अभिरुचि लिन्छ। म बुझ्छु ऊ चक्रव्यूहबाट बस्न खोज्दैछ। बस्तीमा कतिजना पागल थिए? म शिक्षकलाई चक्रव्यूहमा तानिरहन्छु। शिक्षक होसियार निस्कन्छ। मैले अघि नै भनेको थिएँ, त्यो हामीले देखेको कुरा होइन, सुनेको कुरा हो। तैपनि अन्दाजी कतिजना थिए होलान्? अब हाम्रा बा काकाका कुरा अनुसार जम्माजम्मी 90-100 जना जति थिए। बस्ती नै भनेपछि के मान्थ्यो? त्यहाँ घाटीमा 1000 जना पागल थिए। आम्माको, तपाईँ नकराउनुहोस् न, म विरक्त हुन्छु। ए मोरा, खुरुखुरु घिसेर जा, किन अर्काको कुरा काटिरहने? जैरे लज मालिक्नी हकार छे। हेर्नुहोस्, साउनी जाड लाएर कराएको होइन। भोलि भौतेलाई घिसार्ने भए बिर्खेका नातिले बोलेसी बोल्यो। कुन दिन तँलाई त भौतेले घिसारेर लान्छ हेरिराख। गोराको जोडी बाहेक सबै हाँस्छन्, म पनि हाँस्छु। हेर्नुहोस्, आम्माको चोट लागेर बिर्खे जमदारको नाति उत्तेजित हुन्छ। गोरा जोडी त्यहाँ बस्न नसकेर हिँड्छन्। म पनि अशान्त भई उठ्छु। थालमा भुजा नामक भात बाँकी रहन्छ। पागल बस्तीको कथा साह्रै अप्रत्याशित तर सुनौलो आकर्षणमा भई मनमा आइरहन्छ, गइरहन्छ र यो निरन्तरताको माझमा म धर्मराई रहन्छु। पागल बस्तीको खोज यात्रा जोखिमयुक्त यात्रा हुन सक्छ, सतत कष्टप्रद पदयात्रा हुन सक्छ। यसले एक ठुलो अभियान माग गर्न सक्छ। तब किन म जानी फसु? नदेखेको टाउको किन दुखाउँ? तर यो एक सचेत पत्रकारलाई सुहाउने अभिव्यक्ति भएन। त्यो एक सुनौलो सङ्केत हुँदै होइन भन्न मिल्दैन। अवसरहरू बाजा बजाउँदै आउँदैनन्, सङ्केतहरू दिँदै आउँछन्। अवसरहरूले साहस र जाँगर माग गर्छन्। धैर्यको भुक्तानी चुक्ता गर्नुपर्छ। के बेर यो तुत अङ्खा मुनको चिहान खोतलाई बराबर दामी कुरा गर्न सक्छ मान्छे। त्यस्तै क्याप्टेन स्टक वा तेन्जिङ नोर्गे बन्न सक्दैन, एडमन्ड वा हिलारी बन्न सक्दैन। फेरि खोजी साहसिक पत्रकारिताको भनेको के हो? के मलाई विश्वयुद्धमा कुद्ने पत्रकारहरूको जीवनी थाहा छैन? के मलाई अफ्रिकी जङ्गलहरू र नरभक्षी समाजहरूमा घुस्ने पत्रकारहरूको वृत्तान्त थाहा छैन? पत्रकार एक्सप्लोरर हो, भोयेजर हो, एभरेस्टर हो। र पागल बस्तीको धर्मराउँदो मतलब परीक्षण, पुनरावलोकन, सही अर्थमा भन्दा परिकल्पनाको निर्माण। सायद त्यो शोषण कथा हो, सायद सामाजिक विषमताको कथा हो, वा भयानक षड्यन्त्र र जघन्य हत्याको कथा हो। पागलहरूको कथा, पागलहरूद्वारा निर्मित बस्ती कस्तो थियो होला? आखिर कतै एउटा बस्ती बाँचेको हुन्छ भने मान्छेका भौतिक आवश्यकताहरू पनि बाँचेकै हुन्छन्, आर्थिक समस्याहरू पनि बाँचेकै हुन्छन्। र सामूहिक आत्महत्याको रहस्य के कुनै ग्रह, नक्षत्र वा चन्द्रमासित एउटा सिङ्गो बस्ती उजाड पार्ने शक्ति हुन्छ? के गुरुत्व शक्तिले आत्महत्या उत्प्रेरित गर्छन्? प्रश्नहरूको शरणार्थी क्यों म दिक्तार हुन्छु? जतिसुकै महान अवसर भए पनि त्यसलाई गुमाइदेऊ, मेरो मनमा कोही कराउँछ। म यतिखेर पत्रकार होइन, प्रेमको दुखान्त बिर्सन प्रयत्नशील पदयात्री हुँ। सम्झना हुन्छ, उफ, तिमी किन पराइकी स्वास्नी भयौ? मैले प्रेम गर्छु भन्ने थाहा हुँदाहुँदै साँच्चै तिमी एतजभज ब्लुफको धुसुब हो। तिमीले प्रेमको सट्टा के रोज्यौ? सेक्स वा धन सम्पत्ति? लजले झ्यालकोबाट हिउँदको जाडो पस्छ, म सिरकभित्र राम्ररी गुटमुटिने सत्प्रयासमा लागिरहन्छु। हो, उदास हुन्छु, घायल पहिलेदेखि नै हुन्छु, निर्विकल्प रुन्छु, सिरकलाई मोर्निङ वाल्क सम्झिदिन्छु, पर्सलाई छातीको सबभन्दा न्यानो कुनामा घुसार्छु, पागल बस्तीलाई बिर्सिदिन्छु। बिहानी पखको गाढा निद्रामा मृत्युको बल्छी बोकेर एक वामपुड्के कङ्गालले मलाई खेद्छ। एउटा हरियो पहेँलोको मरु
प्रदेश, मृत्युको शिखर, कहाली लाग्दो भिर, खोज जहाँको सम्पूर्णता कुहिएको मासु, रगत र हड्डीको दुर्गन्धले व्याप्त अनि कोलालको मुर्कुट्टा नाचको भयावहता। म आँखा चिम्लेर भाग्छु। बाम पुड्के कङ्गाल मेरो प्रत्येक भोगाइको गति रोकेर हर्षमदले उन्मत्त हुँदै बल्छी हान्दै जान्छ। म बज्दै जान्छु। म खरायोझै आत्मरक्षा गरिरहन्छु, सुइकोच्चा ठोकिरहन्छु। विभत्स मृत्युको पानी बग्ने खोलाको किनारै किनार, हिमचादित पर्वतै पर्वत, वनै वन, मनै मैदानै मैदान, घरका छानै छना, जताततै म भाग्छु। एउटा सानो जीवनलाई मृत्युको छायाबाट बचाउन खोज्छु। बाम पुड्के कङ्गाल मलाई जहाँ पनि भेट्छ र रक्त मांस रहित अस्थि पञ्जरका सम्पूर्ण जोर्नीहरू फुस्किने गरी हाँस्छ। म भाग्दा भाग्दै थाक्छु, थाक्दा थाक्दै भाग्छु। जीवनका सम्पूर्ण मोडहरू सकिन्छन्, आशाका सम्पूर्ण भूमिहरू सकिन्छन्। लुक्नका लागि कुनै ठाउँ शेष रहँदैन। म लखतरान पर्छु र आफूलाई सियोको टुप्पो जस्तै साह्रै अग्लो कहाली लाग्दो शिखरमा पुग्छु। त्यहाँ न बस्ने ठाउँ हुन्छ, न पाइला चाल्ने। म साह्रै हैरान हुन्छु, तर जीवनदेखि कि मृत्युदेखि थाहा पाउँदिन। त्यही बेला म आफ्नो चारैतिर बाम पुड्के कङ्गालै कङ्गाल देख्छु। बल्छी हान्न तम तयार। म भाग्न नसकेर नाइटोदेखि नै कराउँछु, तर आवाजी घाँटीमा माछाको काँडा झैँ अड्किन्छ। अन्ततोगत्ता मलाई शरीरमा होइन, आत्मामा भयङ्कर छटपटी हुन्छ र झ्यास्स बिउजन्छु। घाँटी दुखे जस्तो, थकाइ लागे जस्तो, डर र तिर्खा लागे जस्तो। राम्रै बिउजिएपछि समग्रमा मलाई झम्म रिङाटा लाग्छ। धेरै समयपछि बुझ्छु, निद्रामा मलाई ऐठन परेछ। पागल बस्ती भनेको यही हो। झन्डै 30 मिटर जति अगाडिको झाडीलाई चोर औँलाले सङ्केत गर्दै मेरो गाइड ठक्क अडिन्छ। अब यसभन्दा अगाडि जानु हुँदैन हजुर, तर्साउ छ। मेरो गाइड नजिकको ढुङ्गामा टुक्रुक्क बस्छ। नौलरा बजारैबाट पछि लागेर गाइने केटो छेउको अर्को ढुङ्गामा टुक्रुक्क बस्छ। म एक अप्रत्याशित स्थिति अनुभव गर्छु। लाग्छ मेरो गाइड राम्रैसित तर्सेको छ, त्यसैले ऊ घनघोर पानी पर्नु अगाडिको कालो आकाश जस्तो देखिन्छ। म अचानक पागलहरूको सामूहिक आत्महत्या प्रकरण सम्झिन्छु। वास्तवमा यस्तै प्रकरणहरूबाट जन्मन्छन् भूत प्रेतका असङ्ख्य कथाहरू। म सानो छँदा मेरी बजै राँके भूत र किचकन्नीको कथा सुनाउनुहुन्थ्यो। म डर मानी कथाहरू सुन्ने गर्थेँ। एउटा गीत सुनाऊ कि हजुर, गाइने केटो थोत्रो सारङ्गी सुर मिलाउन थाल्छ। भाइ, म टुरिस्ट होइन, अघि नै भनेको थिएँ। म जोड दिएर भन्छु, तर सायद केटोलाई विश्वास लाग्दैन। त्यसले मेरो काँधमा रुक्रयाक र हातमा क्यामेरा देखेको छ। म त्यस झाडीमा तस्बिर खिच्छु हुन्न हजुर, तर्साउँछ। कसले तर्साउँछ? पागलहरूको भूतले तर्साउँछ। पागलहरू मरेको 1 जुग भइसक्यो। तिमीहरूका भूत पनि मरिसकेको होलान्। म हाँस्दै क्यामेरा खेलाउँछु। तपाईँ हाँस्नुहुन्छ। आफैलाई परेपछि बल्ल थाहा हुन्छ, भूतहरू कहिल्यै पनि बुढाबुढी हुँदैनन्, मर्दैनन्। गाइड नमिठो पाराले जवाब दिन्छ। रेडिमेड। मेरो हाँसोमा पुनः विराम लाग्छ। नौलरा बजारदेखि टाढा पश्चिमपट्टिको पहाडी भेग, अलिकति खोज परेको भूभाग, दक्षिणपट्टिको फेवातालको निलो सौन्दर्य, बगलमा खोला एवं खेतको अनुपम परिदृश्य। म कस्तो कस्तो दोधारी मनस्थिति बोकेर यो सम्पूर्ण परिवेश भोगिरहन्छु। टाढा टाढा क्षितिजहरूमा सन्ध्या ओर्लन तर्खर देखिन्छ। अचानक स्मृतिको पागलखाना डन्डीहरू भाँच्ने शक्ति सञ्चय गर्दै भौते चोर खित्का छोडेर हाँस्न थाल्छ। त्यही पृथ्वीको विरोधाभासी हाँसो। म अचिन्तनीय पारामा दिमागका नसाहरू दुखेको अनुभव गर्छु अनि एक विक्षिप्त जोस सँगालेर पागल बस्तीतिर लम्किन्छु। पागल बस्ती, म यसलाई देख्न चाहन्छु। आँखामा टाँसेर भोग्न चाहन्छु, मुटुमा टाँसेर खोज्न चाहन्छु र कुनै मूल्यमा म पागल बस्तीको मूल ढोकासम्म उभिन पुग्छु। मलाई अनुभव हुन्छ मैले कष्टप्रद म्याराथन दूरी छिचोलेको छु। हत्केलामा मुटु राखेर धेरै लामो समयसम्म मुटुको स्पन्दन सामान्य नभएसम्म शरीरका भित्री अवयवहरूबाट उल्टी भएका पसिनाका थोपाहरू नसुकेसम्म म ठिङ्ग उभिरहन्छु। बस पागल बस्ती आफ्ना सम्पूर्ण भगवानाविशेषसहित मेरा आँखा सामुन्ने छ, जसलाई मैले खोज्नै पर्छ। तर त्यस भत्केका टुटेफुटेका समय चपाएर
समय चपाएर कतै ढलेका कति नढलेका पर्खालहरू बाहेक महान भनी गर्व गर्न सकिने केही वस्तु देखिँदैनन्। के यो नै हो मेरो उत्सुकता, छटपटी र रोमाञ्चकारी रहरको वास्तविक बस्ती? कसरी यी मकिएका सडै गलेका अस्थि पञ्जरका जीवन फुक्न सकिन्छ? म प्रत्यक्ष रूपमा सिस्नु र भुलेत्रोको झ्याङ मात्र देख्छु। पागल बस्तीको मूल ढोकामा 2 शिला छन्, 5 फिट अग्लाका र बीचमा 4 फिट फैलावट। जुन प्रवेश भूमि छ त्यहाँ सिस्नुको झ्याङभन्दा बढी केही छैन। शिलाहरूमा धुलो जमेका प्वालहरू देखिन्छन् जसको सिधा मतलब हुन्छ यहाँ ग्रामीण घरहरूमा झैँ बाँसको तगारो हालिन्थ्यो। मूल ढोकाको फोटो खिच्छु र म भित्र जान इच्छुक हुन्छु, तर सिस्नुको झ्याङ पन्छ्याउन सम्भव लाग्दैन। सायद एउटा लामो लट्ठी पाइए सिस्नुको झ्याङ पन्छ्याउन सकिएला। म सोच्छु र यताउति लट्ठी वा होछा खोज्न थाल्छु। खोजी अनुसार लट्ठी फेला पर्दैन। मलाई गाइडको सम्झना हुन्छ। यो पूर्वतः ढुङ्गामा जाम परिरहेको हुन्छ। गाइड सहित गाइने केटो देखा पर्दैन। पैसा नझार्ने टुरिस्ट सम्झेर हिँडे जस्तो म सोच्छु। म गाइडलाई हातको सङ्केतले डाक्छु। ऊ ढुङ्गामाथि ढुङ्गा भई बसिरहन्छ। म दिक्क हुन्छु। यस्ता काँतरहरूलाई गाइड बनाएर कुनै अभियान सफल हुँदैन। यस्ता टुरिस्ट र खोजकर्ताहरूलाई उल्टो तर्साइदिन्छ। म फेरि जोडले हात हल्लाउँदै उसलाई डाक्छु र डराई अप्ठ्यारो मानी मेरो छेउ आउँछ। एउटा लामो लट्ठी वा बाँस खोज्नु पर्यो सिस्नु पन्छ्याउन। किन हजुर, किन पस्नु? म भित्रको फोटो खिच्न चाहन्छु। त्यहाँ भित्र पस्नु हुँदैन हजुर। मरिन्छ। फेरि अर्को रेडिमेड तयार। कस्तो मान्छेलाई गाइड छानिएछ उसलाई मलाई पश्चाताप हुन्छ। तपाईँलाई पत्यार परेन होला, तर कुरा साँचो हो। गाइड अलिकति सहज र बेलिबिस्तार लाउने ग्रामीण शैलीमा बोल्न थाल्छ। त्यहाँभित्र पस्यो भने मरिन्छ। खोसाखोस ठुले खत्री त्यहाँभित्र पसेको 7 दिन नपुग्दै ठहरै परे। कानु मुखियाको छोरो पनि ठहरै परे। भित्र पस्नुहुन्न, मरिन्छ खोसाखोस। कसरी मरे त? के भएर? अचम्मैसित मरे हजुर, भूत लागेर। गाइड राम्रैसित बात मार्न थाल्छ। ठुले खत्री भनेपछि त्यसलाई नचिन्ने को होला र? अग्लो मोटो घाटो, बहादुरीमा खुब नाम कमाएको। एकपल्ट बाघसित जम्का भेट हुँदा बाटोमा बाघलाई पनि लगारेको जिराहा मान्छे। अब भन्नुहोला यही ठुलेको भैँसी हराएछ। 3-4 दिनसम्म यता खोजे फेला पर्दैन भनेर ठुलाले आशै मारिसकेका थिए। एक दिन मैते भन्ने गोठलाले खबर ल्यायो भैँसी त पागलहरूको बस्तीभित्र छ भनेर। अब हामी गाउँघर टोल छिमेक कतैले सोच्यौँ ठुला हेड, त्यहाँ ठुले भैँसीलाई भूत लागेको जस्तो छ। नत्र अन्त कतै नगएर त्यहाँ किन जान्थ्यो? भैँसीको आश मारिदिए, तर ठुलो मोरो जवानीको जोस मानेन। कुरो सुन्नासाथ भन्नुहोला हानेर गइहाल्यो भैँसी खोज्न। नभन्दै भैँसी भित्र नपस भन्दै हाम फालेर भित्र पसेपछि भैँसी अघि लिएर निस्के। पछि त्यस दिन त त्यस्तै भयो भनौँ। बहादुरीमा कहलिएको ठुले मोराले लामो चौतारीमा बसेर फुइँ लाउने मौका पायो नै भनौँ। तर अब कालको चाल, दैवीको गति, भोलिपल्टदेखि बोलीको बाके बन्द, हातखुट्टा चल्न पनि बन्द। फुस्रो आँखा पल्टाएर एकसो टोलाइ दुनियै छक्क परे। कानेपछि त बिचरा ठुलेको प्राण गइहाल्यो। भूतै लागेको रहेछ त? भूत नलागेको भए के लागेको भन्ने तपाईँ नै भन्नुहोस्। धामी झाँक्री वैद्य कसैले छोएको भए ठुलेलाई मै मरिजाउँ। एउटा दुइटाले भूतले सताएको भए पो पन्छ्याउने कुरा हुन्छ। बस्तीभरिका भूतहरूले अटेक गरेपछि के जोड चल्थ्यो? 9 डाँडाको फाँटभरि गोधुलीका काला आवरणहरू खामिँदै गर्दा गाइडको प्रेत आत्मा प्रकरण, जुन सत्य पनि हुन सक्छ असत्य पनि, म भित्रको सुपुस्त डरछेरुवा संस्कारलाई झकझक्याएर जगाउन पर्याप्त हुन्छ। अनायासै मनभित्र चिसो पानीको धार बग्न थाल्छ। सम्पूर्ण अवयवहरू झन्काएर। आखिर बाजेबज्यूहरूको बालाकालमा भूत प्रेत कथा सुनाएर उत्तराधिकारमा डरछेरुवा संस्कार छोडेर गएका हुन्छन्। यो संस्कारबाट विमुक्त खोज्न सायदै मिल्छ। नचाहँदै पनि मनभित्र भुइँचालोको कम्पन अनुभव हुन्छ, जसलाई रेक्टर स्केलमा नाप्न सकिँदैन। सोच्छु मैले गाइडलाई डरछेरुवा सम्झेर विरक्तुनीको कुनै अर्थ छैन। हामी दुवैको वीरता र कातरताको भावभूमि एउटै हो। त्यसैले म गाइडबाट बढी साहसिलो पनि छैन, डरछेरुवा पनि छैन। अन्ततः म पागल बस्तीभित्र प्रवेश गर्ने साहसलाई चुपचाप आत्मसमर्पण दिन्छु। के बेर ठुलो खत्रीको आश जस्तो आफ्नो पनि वाक्यदेखि लिएर हातखुट्टा चल्नसम्म बन्द भयो भने पागल बस्तीको खोज यात्रा सुरु हुनुभन्दा
पहिले नै अन्त्य हुन्छ। कमसेकम मेरो तर्फबाट अनायासै म गाइडप्रति कोमल भावनाले भरिन्छु, किनभने म आफ्नै आँखामा दया र सहानुभूतिको पात्र हुन्छु। म पागल बस्तीको छेउछाउ काला काला लेउ लागेका पर्खाल बाहिर चक्कर मार्न थाल्छु, फोटो खिच्दै र सिस्नुको झ्याङमा विवश आँखा गाड्दै। गाइड वीरतापूर्वक मेरो साथ लागिरहन्छ। हामी बस्तीलाई प्रवेश निषेध प्रवेश सम्झेर बाहिर बाहिर घुमिरहन्छौँ। अब फर्कौँ होला हजुर, झमक्कै हुन्छ। एकैछिनमा गाइड धेरै बेर सोचेपछि फुसफुसाएर बोल्छ, यही अबेरसम्म बस्नु पनि हुँदैन, तर्साउँछ। यहाँ रात परेपछि पागलहरूको भूत नाच थाल्छन् भन्छन्। कसले भनेको? सबै भन्छन्। रात परेपछि भूतहरू कहिले राको बालेर नाच्छन्, कहिले बेसरी चिच्याउँछन् कराउँछन्, कहिले त हजुर केही मध्यरातमा पर बाटोमा हिँडेको देखे पनि ठुला ठुला ढुङ्गाले हिर्काउँछन्। अरे चिम्से मगर बुढो ढुङ्गैले खप्पर फुटेर मरेका थिए। अनि कानु मुखियाको छोरो कसरी मरे नि? कानुको छोरो बिचरा सानै थियो, 8-10 वर्षको। दिउँसोतिर गोठालाहरूको पछि लागेर आएको अरे। कसो कसो के मन लागेर त्यहाँ भित्र पसेछ कुन्नी, त्यसले भित्र के देखेछ, के भएछ? एकैचोटि रुँदै कराउँदै दुगुर्दै बाहिर निस्केछ। गोठालाहरूले कति सम्झाए, फकाइ फुलाई गर्ने प्रयास गरे, तर कानुको छोरो माने पो। चिच्याएको चिच्याए, रोएको रोई, केही सिप नलाएर गोठालाहरूले बोकेर घर ल्याइ पुर्याए। घरमा पनि रोएको रोई रातिभरि रोए र भोलिपल्ट बिहानै फुस्रो आँखामा पल्टाइहाल्यो बिचरा। अब त्यो सानो केटालाई के थाहा त्यहाँभित्र जानुहुन्छ हुँदैन। अस्ति त मोरा भूतहरू र गाइड रिस र घृणाले थरथर काँप्न थाल्छन्, मानौ त्यहाँ एक बगाल भूतहरू सशरीर उपस्थित छन्। त्यस बेला उसको अनुहारमा डर छेरुवा संस्कारको कुनै छाप देखिँदैन। उसको शौर्यले म भित्र पनि डरको आँधी थामिन्छ। म उसको काँधमा धाप दिँदै निर्भय हाँसो र शान्ति हुने अवसरको प्रतीक्षा गर्छु। गाइड शान्त हुन मान्दैन। असत्य मोरा भूतहरू, मर्न नसकेका पापीहरू। गाइड बस्तीको मूल ढोकामा फर्केर धारे हात लाउँदै कराउन थाल्छ। मलाई गाइड र रिस घृणाले विक्षिप्त त भएन, शङ्का लाग्छ। म केही भन्न मुख पाउँछु। यही बेला गाइड असत्य पापी भन्दै पागल बस्तीको ढोकामा ढुङ्गाले हान्न थाल्छ। म उसलाई रोक्न खोज्छु। गाइड झन जोसिन्छ। ऊ छेउछाउका ढुङ्गाहरू टिप्दै ढोकामा बर्साउन थाल्छ। म उसको व्यवहारदेखि विमुड हुन्छु, ठिङ्ग उभिरहन्छु। ऊ ढुङ्गा बर्साउँदै जान्छ र अचानक भूत भूत भनेर कहाली लाग्दो बेतोडले भाग्छ। दृष्टिक्षेपमा कुनै कङ्गाल जस्तो जीवजन्तु सिस्नुको झ्याङबाट हाम फाल्दै निस्केको आभास हुन्छ मलाई। तर गाइड कहाली लाग्दो चिच्याहाट र कुलेलम ठोकाइद्वारा सृजित वातावरणले म जिन्दगीमा सबभन्दा नराम्ररी तर्सिन्छु। त्यसैले केही नसोचिकन गाइडको पछि भाग्न थाल्छु। देब्रे हातमा क्यामेरा हल्लाउँदै र दाहिने हातले पुर ढुङ्गामा अड्याइराखेको रुखस्याक टिपेर जमिनमा हिसार्दै सिस्नुको झ्याङबाट कुनै जन्तु निस्केको छ आक्रमण गर्न, बामपुट्के कङ्गाल जस्तो। म यसभन्दा बढी कुरा सोच्ने फुर्सद पाउँदिन। गाइड मभन्दा 30-40 मिटरभन्दा अगाडि भूत भनेर कराउँदै दुगुर्छ। म सम्भव भएसम्म गाइडलाई भेट्टाउने प्रयास गर्छु, तर सक्दिन। हामी बीचको दूरी झन्झन बढ्दै जान्छ। क्यामेरा र रुखस्याकले मलाई नराम्रोसित अल्झाइदिन्छ। म कुलेलम ठोक्दै तुरुन्तै रुन्छु। त्यतिखेर मलाई आफ्नो जिन्दगी सबभन्दा प्यारो, मूल्यवान र बाँच्न योग्य लाग्छ। जिन्दगी बचाउने इच्छा यति गहिरो र विचार शून्य हुन्छ। रुखस्याक र क्यामेरा एकातिर मिल्काएर भाग्ने कुरा म सोच्नै सक्दिनँ। पागल बस्तीबाट धेरै नै माथि बजारको उकाली पुगेपछि हातखुट्टाले साथ दिन छोड्छन्। म ढुनमुनाउँदै लड्छु। पागल बस्तीको कुकुर भुकिरहेको हुन्छ। ठ्याम्मै 188 मिलिमिटर पानी परेको पोखरेली रातलाई काउडाँडा पछिल्लोतिरबाट सूर्य उदाएर वातावरण सुकाउन नसक्नुको परिणामस्वरूप पोखराको बिहानी डम्म कुहिरोको आवरणभित्र खामिन्छ। म नदीपुरको बाटोमा माछापुच्छ्रे खोज्छु, अन्नपूर्ण खोज्छु र छेउैको काउडाँडा खोज्छु, तर जताततै बाक्लो र कालो खामभन्दा बढी खामबन्दीभित्र परेका डाँडा काँडा र हिमालयी श्रृङ्खलाहरू देखा पर्दैनन्। यतिखेर पोखराले आफ्ना सम्पूर्ण अवयवहरू लुकाएकी छ, ठिकै कछुवाले झैँ। फेवातालको सेरोफेरो, रेस्ता र लजहरू, ब्रेकफास्ट लिइरहेका पर्यटकहरू सराप्दै होलान् पर्यावरणलाई। पोखरा कहिले आम्रापाली जस्तै देखिन्छ, कहिले दिगम्बर साधु जस्तो। पृथ्वीनारायण क्याम्पसको ढोकाभित्र प्रवेश गरेपछि मलाई आभास हुन्छ आज शनिबार बिदाको दिन। एकछिन मलाई आफ्नो भुलक्कड स्वभावप्रति
कति विरक्ति लागेर आउँछ, तर यन्त्रचालित रूपमा म गगरे बाटो छिचोल्न थाल्छु। अगल-बगलका हरिया रुखहरू र शीत परेका खेलकुदका मैदानहरू हेर्दा सिधा अगाडिपट्टिका भानुभक्त र उपेक्षित शालिगतिर उभि दुई महिला सम्भवतः पोखराको कुहिरोले छोपिएका वातावरणबारे कुरा गरिरहेका हुन्छन्। म स्वाभाविक रूपमा तिनीहरूप्रति आकर्षित हुन्छु। तिनीहरूको उभ्याइ, सामान्य अन्दाज र वरिपरिको वस्तुहरू औँल्याउँदै वार्तालापमा मग्न हुनुको अनुपातमा म सहज अनुमान लाउँछु। ती क्याम्पससित प्रत्यक्ष रूपले सम्बद्ध महिला हुन्। नजिकै जाँदा ती स्वास्नी मान्छेहरू भूतपूर्व तरुणी, एकजना विदेशी र अर्की नेपाली दृष्टिगोचर हुन्छन्। एकदम नजिक पुगेपछि म विदेशी वृद्धलाई सम्बोधन गर्छु, एक्सक्युज मी प्लिज। मेरो अनुमानको ठिक विपरीत विदेशी वृद्धा सहज र शुद्ध नेपाली बोल्न थाल्छिन्। भन्नुहोस्, म यहाँको के सेवा गर्न सक्छु? मरियम जस्तो प्रशान्त र स्निग्ध मुस्कुराहटको आभा अनुहारभरि थपेर उनी प्रति उत्तरका लागि तयार हुन्छन्। मलाई कस्तो कस्तो आत्मग्लानीको भावनाले छोप्न खोज्छ। त्यसैले शरणार्थी मेरा आँखाहरूले नेपाली वृद्धाको अनुहार पढ्न पुग्छन्। नेपाली वृद्धाको अनुहारमा पनि मरियमको मुस्कान नाचिरहेको हुन्छ। म आफूलाई एउटा गल्ती गर्दै गरेको चकचके नाबालकको रूपमा पाउँछु। नेपाली वृद्धा मलाई सजिलो पार्दै बोल्छिन्। उहाँ मिस मेरी हुनुहुन्छ, बेलायतबाट आउनु भएको नेपाली राम्ररी बुझ्नुहुन्छ। ए धन्यवाद, मलाई थाहा थिएन। त्यसैले सायद तपाईँले कसैलाई भेट्न आउनुभएको हो। मिस मेरी प्रफुल्लित भएर मलाई फेरि सोध्न प्रेरित गर्छिन्। यति नै बेला मलाई मिस मेरी कुनै औपचारिक सभ्यताको देन होइन, यतै कतै घान्द्रुकतिरकी मायाली बुढी बजे जस्तै लागेर आउँछ। आहा, बुढी बजे भनेको आखिर बुढी बजे नै हो। बेलायती होस् या शुद्ध नेपाली, केही भिन्नता छैन। मैले स्कुले जीवनका यस्ता एक दुईजना गोरा बुढी बजेहरूबाट खुबै माया पाएको पनि थिएँ। आखिर बुढी बजेहरूको काम नै के माया पोख्नु भन्दा। म जसलाई भेट्न चाहन्छु नामले भन्दा बढी चिन्दिनँ। मलाई मार्थाज्यूको क्वार्टर कहाँ पर्छ बताइदिनु होला। मेरो सोधाइको प्रत्युत्तर स्वरूप दुवैले मायालु बजेहरू परस्पर हेराहेर गर्छन् रहस्यमय पारामा। तपाईँ मार्थालाई भेट्न आउनुभएको? बेलायती बजे आश्चर्य मिश्रित पारामा सोध्छिन्। म प्रत्युत्तरमा श्रीप टाउको हल्लाउँछु। कहाँबाट आउनुभएको तपाईँ? काठमाडौँबाट, मेरो छोटो उत्तर हुन्छ। कुनै विशेष कामले भेट्न चाहनुहुन्छ कि? हो, उहाँसित भेट्नै पर्ने विशेष काम छ। विशेष काम? के हुन सक्छ? म एक रिपोर्टर हुँ। दुवै मायालु बजे चुपचाप लाग्छन्, रहस्यमयताको जालो बुन्दै। तपाईँ रिपोर्टर हुनुहुन्छ? म मार्था हुँ। तपाईँको मसित के काम हुन सक्छ? यो आवाज नेपाली बजेको होइन, चुपचाप हाम्रो वार्तालाप सुनिरहेकी नेपाली बजेको हुन्छ, जुन मलाई विश्वसनीय लाग्दैन। के पागल बस्तीको एकमात्र सजीव कडी वा प्रमाण यिनै हुन् त? एक संयोगले भित्रिएको कडी। म आत्मपरिचय दिने नेपाली बजैलाई क्वारक्वार्ती हेरिरहन्छु। टाउकोदेखि पैतलासम्म किङ कर्तव्य विमूढ भएर अत्यन्त चाउरी परेको गोरो न गोरो अनुहार, पातलो फ्रेमको गोलो चस्मा, अलिकति कुप्रो परेको पातलो र दुर्बल शरीर, सेतो साडी, सेतो ब्लाउज र सेतै पछ्यौरीले टाउको छोपिएकी समग्रमा नेपाली बजेकी रूपाकृत क्रिस्चियन ननको भन्दा केही फरक पर्दैन। तपाईँ नै हुनुहुन्छ मार्था? मलाई अत्यन्त खुसी लाग्यो। म औपचारिक हुने प्रयास गर्छु। बदलामा क्रिस्चियन नन जस्ती मार्थाको ओठमा उही मिरियमको जस्तो मुस्कुराहट खेल्न थाल्छ। म पर्सबाट एउटा फोटो निकालेर दिँदै भन्छु, यो फोटो तपाईँ ठम्ब्याउन सक्नुहुन्छ? मार्था गोलो चस्माभित्रबाट तीक्ष्ण दृष्टिपात गर्छिन्। फोटोमाथि बेलायती बजे पनि फोटोप्रति आकर्षित हुन्छन्। यो पागल बस्तीको फोटो हो, केही दिन अघि खिचेको। म पागल बस्तीको वास्तविकता जान्न चाहन्छु। पागल बस्तीको नाम सुन्नासाथ कुपरी मार्थाको चाउरी परेको अनुहारका सम्पूर्ण धर्साहरू तन्किन्छन्। त्यसपछि भयङ्कर रूपले, जुन मलाई आशा थिएन रणचण्डी झैँ रिसाएर मेरो अनुहारमा फोटोले हान्छिन्। देयर इज नो पागल बस्ती इन दिस वर्ल्ड, यु पिपुल्स एन्ड सिल्ली बोय। र मैले केही भन्नुभन्दा पहिले, केही सोच्नुभन्दा पहिले रजचण्डी मार्था फरक्क फर्केर झन्डै दुगुरेजे गरी हिँड्न थाल्छिन्। मिस मेरी 10-15 कदमसम्म मार्था मार्था भन्दै तिनलाई पछ्याएर रोक्न खोज्छिन्, तर मार्था आफ्नो दुर्बल र कुप्रो शरीरलाई झट्का दिँदै आफ्नो सुरमा बडबडाउँदै दुगोर्न थाल्छिन्। म किङ कर्तव्य विमूढ र विचार शून्य भएर भानुभक्तको उपेक्षित शालिग मुनतिर उभिरहन्छु। मेरो अनुहारमा फालिएको पागल बस्तीको फोटो जमिनमा टिप्ने सामान्य होस् पनि म
सङ्गीत गर्न सक्दिनँ। अघि भर्खरै मेरियमको मुस्कुराहटको स्वागत गर्ने खुप्ली मार्था टाढिँदै छिन्। रिस र घृणाको इन्धनले निर्बल शरीरलाई जबरजस्ती झट्का दिँदै पागल बस्तीको रहस्योद्घाटन गर्ने मेरो सपनाको निर्मम हत्या गर्दै भावविहीन र विचार शून्य स्थितिमा पनि म यो भाव र यो विचार भन्न सक्दिनँ। मिस मेरी फर्केर आउँछिन्, फोटो टिपेर मलाई दिन्छिन्। तपाईँले त्यो कुरा नसोध्नु पर्ने थियो। मार्थालाई कसैले पनि सोध्दैन। केही उत्तेजित आवाजमा तिनी भन्छन्, मिस मेरी, म आफ्नो गल्ती महसुस गर्छु। कुन्नी किन म भावुक हुन्छु। मार्था र म एउटै कतारमा बस्छौँ 10 वर्षदेखि। मैले मार्थालाई कहिल्यै पनि सोध्न सकिनँ यो कुरा। तपाईँलाई व्यक्तिगत रूपमा केही जानकारी छैन। जति तपाईँलाई जानकारी छ सायद त्यति छैन। म मार्थालाई सोध्न सक्दिनँ। 35 वर्षदेखि मार्था पोखरामा छे। पहिले पोखरा स्कुलमा पढाउँथे। कलेज खोलिएपछि स्कुल छोडी त्यो बस्तीबाट निस्केपछि फेरि काठमाडौँ फर्केर गइन्। मलाई जम्मा यति कुरा थाहा छ।